नेपाली जनतालाई अब बहुदल चाहिएको छैन। बहुदलीय व्यवस्था नेपालमा अकाप्सित हो। जसले जेसुकै भन्छ, मलाई सबै मान्छेले दुत्कारुन्, यो सत्य हो। नेपालमा बहुदलीय व्यवस्था अभावसिद्ध हो। बहुदलको नेपालमा कुनै काम छैन। तथापि हामीले यसलाई परिष्कृत गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, तर राजा हुन्छ भने मात्रै, राजा हुँदैन र राष्ट्रपति हुन्छ भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु नै हुँदैन। बरु सैनिक शासन लगाउनुपर्छ। बरु सैनिक शासन। यो व्यवस्था त टिक्दैन। सेनाले डाइरेक्ट शासन गरे हुन्छ। तर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राजा हुँदाको अवस्थामा मात्रै हो, नभए देश रहँदैन। सिक्किम जस्तै हिँड्छ। संसारमा जुन जुन देशमा राज संस्था अन्त्य भयो नि, तपाईको 700 राजवंश त केही चाहिँ अन्त्य भएपछि ती सबै देश डिलिट भए। राजवंश अन्त्य भएपछि सिक्किम डिलिट भयो। तर राज संस्था अन्त्य भएपछि लोकतन्त्रको नाममा ओली देउवा प्रचण्डहरू जस्ता यस्ता शासकहरू जहाँ जहाँ आए, त्यो सबै देशमा राज संस्था फर्केको मात्रै छ, नफर्केको कहीँ छैन। तपाईँ स्पेन भन्नुहोस्, कम्बोडिया भन्नुहोस्, युके भन्नुहोस्, होइन के अन्त्य हुन्छ? अर्को कुनै विकल्प छैन। नेपालको विकल्प कि संसारको यो ग्लोबबाट डिलिट हुने, कि बहुदलीय व्यवस्था अन्त्य गरेर सैनिक शासन लागू गर्ने, कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजा चाहिने। संवैधानिक राजाले यो दलहरूले जस्तो अहिलेसम्मका अख्तियारका प्रमुखहरू छान्ने अनि नेताका भ्रष्टाचार जोगाउने होइन। अख्तियारको प्रमुख आयुक्तहरू पनि राजाले नियुक्त गर्ने, ऊ दलप्रति जिम्मेवार नहुने, दलका नेता सबलाई तुरुन्तका तुरुन्त ल्याएर अनुसन्धान छानबिन गर्ने, त्यस्तो चाहिन्छ। संवैधानिक राजा हुँदा पनि त अख्तियारले नै जोगाएको हो नि त नेताका भ्रष्टाचार। त्यसैले अख्तियार चाहिँ राजाप्रति जिम्मेवार हुनुपर्छ, अनि मात्रै नेतालाई कारबाही गर्न सक्छ।